आज मैले भिडियो बनाइरहेको छु लास्ट डे भएको हुनाले जाने बेलामा केही छ भन्नु केही छैन खै के भन्नु मलाई त अचम्म लागिरहेको छ त क्लास सक्यो भन्ने जस्तो नि लाग्छ ल मास्टर्स आजबाट सकियो के भन्नु छ तिमीलाई मलाई एकदम रुन मन लागिरहेछ है अब यो मास्टरमा चाहिँ अब मैले धेरै राम्रो साथीहरू पाएँ जसमध्ये एउटा औजित ओके हाम्रो मास्टर्सको लास्ट डेमा आज रुबेनजी मसँग हुनुहुन्छ कस्तो भयो तपाईँको दुई वर्षको यात्रा अब अफ्ना चाहिँ होइन कहिले सकिन्छ भन्ने भइरहेको थियो नि त तर बाई बाई सबैजनालाई हेलो गाइज गुड मर्निङ एन्ड वेलकम ब्याक टु माई च्यानल आई होप सबैजना सन्चै हुनुहुन्छ होला अनि त्यसपछि आज चाहिँ म एउटा भिडियो बनाउन गइरहेको छु सो यो चाहिँ कुनै प्रपर भ्लग होइन जस्ट एउटा मेमोरीको लागि भिडियो बनाउन गइरहेको छु आज चाहिँ मेरो मास्टर्स लेभलको अन्तिम थ्योरी क्लास हुँदैछ अनि म साथीहरूसँग यत्तिकै एउटा मेमोरीको लागि एउटा भिडियो बनाउन गइरहेको छु सबैजनाले हेरिदिनु होला अनि त्यही हो अब म यहाँबाट निस्किन्छु म अहिले घरमै छु घरबाट निस्किन्छु कलेजको लागि अनि बाटोमा एकजना साथीलाई मैले पिकअप गर्नु छ फ्रेन्डलाई त्यही हो साथीलाई मैले पिकअप गर्नु छ अनि त्यसपछि हामी सँगै गएर आज सबैजना साथीहरूसँग जस छोटो इन्टरेक्सन जस्तो लिन्छु त्यही हो हेरिदिनु होला है त सी यू गाइज गाइज म चाहिँ घरबाट निस्किसकेको छु गाइज म चाहिँ यता वसुन्धाराबाट निस्किसकेको छु मेरो साथीलाई मैले सीता पाइला पिकअप गर्ने हो ऊ चाहिँ अघि नै आएर बसिसकेछ बिचरा कुर्नुपर्ने भयो भने ठिकै छ म 15 मिनटमा पुगिहाल्छु अब राइट सेफ है तर छिटो गएर पनि काम छैन राइट सेफ गाइज वान है म बाटोमा भेट्दै जान्छु तपाईँहरूसित ए सो गाइज म चाहिँ यता रिङ रोड निस्किसकेको छु वसुन्धारा चौकी अब म सिधा पाइला जान्छु बिचरा साथी पुगिरहेको छ सिधा पाइला जान्छु त्यसपछि मात्रै तपाईँहरूसँग कुराकानी गर्छु है त अब सिधा पाइला पुगेर बाटोमा केही त्यस्तो इन्ट्रेस्टिङ लाग्यो भने बिचाउँदाखेरि मात्र डाइरेक्ट सिधा पाइला गएर मात्रै कुरा गर्छु है अलिकति जाम चलाउँ धुलो त रिङ रोडमा त के हो यार हिँड्दैछ त यार पानी परेको होला अस्तै धुलो छ त यार अनि यो यस्तो ठाउँ हो जुनको एउटा दुईवटा एक्सिडेन्ट भइरहेको हुन्छ कि वसुन्धारा चौकीको मेरो साथीको क्याफे यहाँ पारिपट्टि छ साथी छ कि छैन यहाँ सागर पाण्डे साउट आउट टु मिस्टर सागर पाण्डे सट आउट भनेको मैले ल अब एकचोटि म सीता पाइला गएर मात्रै भेट्छु र गाइसियो गाह्रो छ त्यसरी सामान बोकेर बाइकमा हिँड्न पनि गाह्रो छ यार म त सक्दिनँ होला सो गाइज म सीता पाइला पुगिसकेको छु अब म साथीलाई यतै भेट्ने हो यहाँ पारी जानुपर्छ उसको घर जाने बाटोमा त्यहाँ गएर उसलाई पिक गर्छु बिचरा बाटोमा उभिरह होला यार फेरि उहाँ फेरि चान्चुने मान्छे होइन हाम्रो काजी साहब हुनुहुन्छ होइन मास्टर्स लेभलमा सिआर हाम्रो लिडर बाटोमा उभिरहनु भएको छ मलाई गाली गर्नको लागि मैले देखिसकेँ अब उहाँलाई गएर विनम्र भएर कुराकानी गर्नुपर्ने हुन्छ ओके गाइज म चाहिँ पारिपट्टि जाँदैछु है हाम्रो सिआरलाई भेट्न उहाँ उभिरहनु भएको छ बाटो हेरेर पुरै गाली गरेर बसिरहनु भएको होला मलाई हेलो विनय मुला भनिसक्यो यार भिडियोमा छौ तिमी यहाँ अगाडि पहिला अगाडि के छ भिडियोमा छौ तिमी हाई भन्न यहाँ भिडियो खिचिरहेको छु यता हौ मलाई कुर्यो धेरै बेर कति बेर कुर्यो 20 मिनट त भएको छैन होला 15 मिनट भयो तिमीले फोन गर्दाखेरि म घरबाट निस्केँ ए हो त्यसो सरी यार तिमीलाई कुरा आएँ मैले म फेरि यता उ गर्न थालेँ कि सो म आज भिडियो बनाउँदै आइरहेको छु होइन आज हाम्रो मास्टर्स लेभलको थ्योरीको लास्ट क्लास हो नि त अब आजबाट क्लास छैन त्यही भएर यसो मेमोरीको लागि भनेर भिडियो बनाउँदै आइरहेको छु अहिले भन्छौ कि कलेजमा गएर भन्छौ अहिले कलेजमा गएर ल बस्छ त्यसको ओके साथीले कलेजमै गएर भन्छ अरे आफ्नो बेली विस्तार
अहिले त रिस उठिरह होला फेरि मुलासुला भनिदिन्छ उसले फेरि सिधै ठिक छ कलेजमा गएर फेरि हामी कुराकानी गर्छौँ अब हामी कलेजतिर जाँदैछौँ के भएको ब्रो यो भिजिबिलिटी यो तुवालो त्यो जेरो भिजिबिलिटीवाला भन्न त एकचोटि जेरो भिजिबिलिटीवाला थियो नि एउटा मिम जेरो भिजिबिलिटी के अरे भिजिबिलिटी भिजिबिलिटी कि जेरो भिजिबिलिटी ओ माई गॉड आयरन म्यान 2 वर्ष गएको पत्तै भएन है पनि मास्टर्स त सकियो यार मैले त के गरेँ पनि थाहा छैन हो 2 वर्षमा ठिक छ आज सबै साथीहरूसँग कुराकानी गरेर हामी मेमोरी एउटा भिडियो बनाउँछौँ पछिसम्म याद हुने गरी अनि यो चाहिँ मेरो युट्युब च्यानलमा सुरक्षित हुनेछ 25-30 जनाले पुरै भ्यू गरेर सुरक्षाको घेरामा राख्नुहुन्छ मेरो च्यानलमा त्योभन्दा बढी भ्यू आउँदैन किन हो तपाईहरुलाई मन नपर्ने हो कि त्यस्तै छ भोग्ला यार हावा साथीहरूले जहिले मलाई के खाएर आएको भने सोध्छन् मैले हावा भन्छु सो गाइज हामी कलम्की भनेको के कलम्की भन्नु काठमाडौँको वान एन्ड ओन्ली अन्डरपासमा आइसकेका छौँ यहाँ चाहिँ मलाई जहिले पनि मजा लाग्छ बाइक चलाउनलाई तर आज त के हो भिजिबिलिटी पुरै जिरो छ त यार अहिलेसम्म घाम लागिरहेको थियो मैले टी सर्ट मात्रै लाएर आएँ अहिलेसम्म घाम लागिरहेको थियो मैले टी सर्ट मात्रै लाएर आएँ उतातिर त लागिरहेको थियो वसुन्धरातिर यार नेपालको सबैतिर यस्तै बाटो भइदिने हो भने के हुन्थ्यो र है तर के गर्नु कुदाउनु पाइँदैन कुदाउनु पनि हुँदैन है गाइज राइट साइड स्पिड लिमिट क्रस गर्नु हुँदैन यो थ्रोटल जति बटाएर त्यति कुद्छ बाइक सबैजना कुद्छ मेरो पनि कुद्छ तपाईको पनि कुद्छ तर राइट साइड जहिले पनि स्पिड लिमिटमा बसेर कुदाउनु पर्छ चलाउनु पर्छ भन्थेँ मैले पहिला होइन दिने अहिले यो पूर्वेलीहरूको सङ्गतले कुदाउन भन्न सिकेको छु कस्तो फरक पर्छ है भाषाले अस्ति युवराज दाइसँग बसेर भात तुर्नु पर्यो भन्ने छु मैले ओके गाइज हामी अब सीता पम्प होइन यो सीता पम्प आइसक्यौँ अब यहाँबाट माथि हामी हाम्रो प्राणभन्दा प्यारो विश्वविद्यालय विद्याको मन्दिरतिर अगाडि बढ्छौँ प्राणभन्दा प्यारो लाग्छ मलाई मेरो कलेज कता कता विनय हामी यसरी झोला बोकेर क्लासमा पढ्न भनेर आउनु त आज अन्तिम दिन हो त यार झोला बोकेर क्लासमा पढ्न भनेर आउनु त आज लास्ट दिन हो त हेर्दा हेर्दै मास्टर सकियो है पढ्न पनि पढियो नि त मलाई अझ याद आउँछ कि फर्स्ट सेमेस्टरमा बर्डन भएर त्यो चिया सागरमा बसेर केटाहरूले पढ्न छोडिदिन्छु भनेर कुरा गरेको होइन चिया सागरको त्यो कुनापट्टिको त्यो कोठाभित्र केटाहरू पुरै फ्रस्टु भएर ल अब छोडिदिन्छु अब सकिन्न हामीबाट पार लाग्दैन भनेर आएर होइन त्यो भनेको याद छ कि मलाई तिमी पनि थियो होइन तिमी अनिमेष म ल गाइज हामी हाम्रो टियुको परिसरमा प्रवेश गरिसक्यौँ लाइब्रेरी पनि गइसक्यो त्यहाँ भन्न बिर्सेछु तर अब लाइब्रेरी म आफ्नो विद्यार्थी जीवनमा लाइब्रेरी गएको छैन यार म कलेज ब्याचलर पढ्दाखेरि गएको थिएँ होइन फ्याकल्टीतिर छिर्यौँ हाम्रो पार्किङ आइसक्यो हाम्रो आँखा अगाडि कोही त हाम्रो क्लास कोही आएको छैन कि रसिस त आएको रसिस आएको छ
है पानी छिटो हान्नु र हामी आउनुसँगै भयो सही हो पानी छिटो हान्यो हामी आउनुसँगै भयो ल यो हाम्रो पार्किङ भयो अगाडि हाम्रो डिपार्टमेन्ट छ हामी डिपार्टमेन्टतिर जाँदैनौँ हाम्रो एमफिलतिर हुन्छ क्लास होइन ओके सो गाइज अब हामी कलेज आइसक्यौँ अब म बाँकी भिडियो फोनबाट खिच्छु अनि त्यसपछि के हो छ कुराकानी हामी देखाउँदै जान्छौँ यता हाम्रो टियु राम्रो टियु होइन त यता छ हाम्रो डिपार्टमेन्ट चाहिँ यता हाम्रो डिपार्टमेन्ट छ हाम्रो क्लास अहिले यता भइरहेछ हाम्रो जुनियरहरूको सङ्ख्या धेरै भएर हामीलाई अकुपाई गरेर क्लास अकुपाई गरेर हामीलाई लखट दिए हाम्रो क्लास यता भइरहेछ हामी यता जान्छौँ हाम्रो टियुमा जति बेलै मान्छेहरू पढिरहेको देखिन्छ लोकसेवाको तयारी शिक्षक सेवाको तयारी अरू मैले नेपाली बोल्नु लरबरै देखा त बोली आज के भए टियु सेवाको तयारी ओके सो हाम्रो यहाँ लक्ष्मीप्रसाद देवकोटाज्यू महाकवि होइन त धन्न लक्ष्मीप्रसाद देवकोटा हुनुहुन्छ है त यस्तो मजाको ठाउँमा हामी जाँदैछौँ हाम्रो अर्को सिआर आउँदै हुनुहुन्छ अगाडिबाट ऊ पनि त्यही भन्दै आइरहेको छु म पनि त्यही भन्दै आइरहेको छु हेलो पायल कहाँ हिँडेको तिमी कहाँ के हो आज भिडियो पनि बनाइरहेको छु मैले तिम्रो मेरो ज्याकेट सेम भएछ त आज सेम हाने यहाँ मैले उसमा छु तिमीलाई देखाइरहेको छु अहिले आएर कुरा गरौँ ल है आज हाम्रो सेमेस्टरको लास्ट दिन आज हामी फोटो क्लिक गर्ने भन्दै खुसी छन् साथीहरू फेरि कस्तो डेन्जर ठाउँमा छ हाम्रो क्लास डेन्जर मतलब राम्रोवाला डेन्जर है फेरि सो नराम्रोवाला डेन्जर होइन ब्युटिफुल यस यु आर राइट सो कति अँध्यारो बनाएर बसेको क्लास हेलो रसिस खाना खाके जाना खाना दो यार मुझे सो आज हाम्रो सेमेस्टरको थ्योरी लास्ट क्लास कस्तो महसुस हुँदैछ ठिकै छ हेरौँ अब कस्तो हुन्छ आज लास्ट क्लास कतिको एक्साइटेड कि नर्भस कि पिर माने छौ के छ त्यस्तो केही पनि छैन हामी अब घुम्न जाने प्लानहरू पनि बन्दैछ त्यही भएर ओके नाइस जस्ट क्लासरुम सेटिङबाट हामी बिदा हुन्छौँ बाँकी टाइममा हामी साथीभाइ निरन्तर भेट भइरहन्छौँ भन्ने कुरा हो यो ओके गाइज अहिले सबैजना साथीहरू आएपछि म अब हाम्रो आजको लास्ट क्लासको बारेमा समीक्षा गर्ने नै छु त्यही बेलामा तपाईँहरूलाई पनि भेटौँला है त सी यू गाइज सो यो सँगै हामी बालकुमारी खाजा घरमा चिया खान उपस्थित भएको छौँ मेरो साथी विनय र म बात चाय में नहीं थी बात चाय किससे पी रहा था उससे थी भने जस्तो गयो अघि ल सुरुपमा हान्दियो त दामी सही हो ल चिया खाँदै त गाइज छ क्लासरुमको अवस्था हेलो सिआर के छ हालखबर दुइटै सिआर यता हेर के छ तिमीहरूको हल्लीचल्ली आजको हाम्रो लास्ट क्लास के छ भन्नु विनय सर हजुरले मिस गर्नुहुन्छ हामीलाई मिस गरिहालिन्छ विनय भन म त मिस गर्छु तिमीले कलेज आउँदा होइन तिमीले जिस्काएको मेरो कपीमा कोरेको पुरा कपीमा लास्ट पेजमा होइन मैले के पनि लेखा छैन पायो क्या टाउकोमा पिटेको पानी सही हो ल दामी ल के भयो रे ल आज हाम्रो मास्टर्सको थ्योरीवाला लास्ट क्लास त्यसपछि हामी पढ्न देशी सरको बाँकी नै छ नि त्यो त सकि त्यो बोनस क्लास भनेको बोनस हो कि मेरो एक्जाम अगाडि जतिवटा क्लास हुन्छ त्यही लास्ट हो त्यो पछि आएर कसरी पढाउँछु भनेर चाहना राख्यो भने राजा फिर्ता ल्याउने कुरा जस्तै हो त्यो भनेको ओके ल ठिकै छ कस्तो आज खै अब कस्तो भइरहेछ सक्यो भन्ने जस्तो अचम्म लागिरहेको छ कि विश्वासी जस्तो लागिरहेको छैन तपाईँ त फोर्थ क्लास त सक्यो नि त अब इक्जाम मात्र आउन बाँकी छ होइन तपाईँले त फोर्थ सेमेस्टरमा आएपछि बल्ल अलिकति स्टुडेन्ट जस्तो फिल गरे होला होइन टाइममा आउने
यताउति पढ्न खोज्ने म त क्वेसन पहिलो सोध्ने टाइममा हेरेर मान्छे हो नि फोर्थ म कहिले टाइममा आउँदिनँ र आउँथेँ दा फोर्थ सेममा यिनी बल्ल विद्यार्थी जस्तो भयो होइन अलिअलि पर्सेन्टमै हो इन्टर्न गर्न थालेपछि उसलाई बल्ल तपाईँलाई अझ पढाउ लागेको छैन लास्ट मन लाग्यो अब कति पढ्नु के पढ्नु अब के गर्नु एमफिलमा भर्ना गरिहाल्छु तुरुन्तै तपाईँ त सुपर सिनियर मान्छे हो नि दुईजना यी सुपर सिनियर हामी तिनजना एउटै हो नि उहाँ त अब सिनियरमा काउन्ट हुन छोडिसक्नु भयो किन अनि यो बिचरालाई तपाईँलाई कस्तो भइरहेछ एकदम रमाइलो लागिरहेछ लास्ट क्लास भनेर लास्ट क्लास त अब हो अब आइराखिन्छ टियो आइराख्नुपर्छ हामी यसरी पढ्नको लागि क्लासमा प्रेजेन्टेसन गर्नु हुन आउँदैनौँ नि त अब एउटा त बाँकी छ अब आयो भने आइयो नभए अब ठिकै छ तर रमाइलो भयो ज्ञान बटुलियो धेरै ज्ञान दुखिरहेको छ पहिला सुरुमा एउटा कुरा भन्छु म हिजो चिया कारखानाको अङ्कलले सानीमा किन आएनन् भनेर सोध्नु भएको हो र? थियो है अनि फेरि मलाई नलिरहेको म तिमी माइत गयो ल कस्तो लाग्यो तिमी आज लास्ट क्लास यिनीहरूको जताबाट खिच्दा नि काली आउँछ नि त यार ल ल भन त त्यो कन्टेन्टको लागि भने है फेरि हेर्दा हेर्दै सक्यो भन्छु म मास्टर तर कस्तो भयो भने एकदम रोलर कोस्टर राइड भयो त्यसलाई चुलानु रोएर हाँसेर सबै गरेर बल्ल बल्ल सकिन लाग्यो अब जाब एउटा थेसिस बाँकी छ जाबो एउटा मेरो लागि जाब एउटा फर्स्ट सेमेस्टरदेखिको तनाव सम्झिँदाखेरि थेसिस जाब नै हो जाब एउटा थेसिस सर बाँकी छ भन्न नपुगेको यो कुरा त्यो मास्टर्स ब्याचलर्समा पनि गरेको त्यही भएर त्यस्तो टेन्सन लागेको छैन अब सक्यो अब यो पछि के गर्ने आइरहनु ओके ल हाम्रो रसिदजीको के छ कुरा मेरो कुरा अघि भनिसकेँ मैले भने ठिक छ सबै तपाईँ त कलेजमा सबै एकदम छिटो आउने मान्छे मास्टर सकेपछि आउँ लाग्छ होला है कति दिनसम्म त आउलाई 2-3 दिन त लाग्छ यो विधा बानेश्वर किन पढ्ने भन्नुभएको छ ल यो चाहिँ कन्याहरू कहाँ जान्छन्? त्यही भएर अब सँगै अब कलेज 1-2 दिन आउला नि ठिक छ दाइको के छ यसमा भनाइ के पढ्थे सक्यो अब मास्टर्स बुढेसकालको उमेरमा नि मास्टर्स गरेर भ्याउनु भयो तपाईँले यस फाइनली आई डिड इट अनि आज लास्ट प्रेजेन्टेसन छ मेरो तपाईँको टपिकको सायद मैले यति धेरै मेहनत गरेर प्रेजेन्टेसन कहिले बनाएको थिइनँ यो मास्टर पढ्नु हिजो देखियो त्यो त हिजो देखियो तर राति म 2-3 बजीसम्म बसेको नि फाइनल्ली राम्रो बनेको छ जस्तो लाग्छ मलाई ओके हेर्दाखेरि थाहा होला अहिले फेरि यो अल्कोहल सम्बन्धी थियो डिप्रेसनबाट मान्छे चरम निराशामा पुगेपछि आँस हराइसकेपछि खान थाल्छन् यसको त ज्ञाता नै हो नि तपाईँ होइन ज्ञाता त होइन अलिअलि यसो प्रयास गरेछु अनि यो मास्टर्स लेभलको कुरा गर्दै गर्दाखेरि सम्झनाका क्षणहरू के कस्ता छन् तपाईँको सम्झिनुहुन्छ सम्झिनुहुन्न हामीलाई सम्झिनुहुन्छ कि सम्झिनुहुन्न म सम्झिन्न सम्झिनुहुन्न ठिक छ हुन त सम्झिनलाई त अब टाढा हुनु पऱ्यो क्या हामी त 24 घन्टा सँगै हुन्छौँ हाम्रो मास्टर्स लेभलको थ्योरीको लास्ट डे तिमीलाई के भन्नु छ आज मलाई एकदम दुःख लागिरहेको छ सबै छोडेर जाँदा आज भरे बेलुका फ्लाइट हो भरे बेलुका फ्लाइट म अब डाइरेक्ट एक्जाम दिन मात्रै आउँछु मेरो लास्ट टपिक छ अदर एमनेजिक सिन्ड्रोम ओके सबै एमनेजिक सिन्ड्रोम जस्तै हामीलाई मास्टर लेभल पछि बिर्सिन्छ होइन बिर्सिन्न म आमा यहाँकै जाने छ नि सही हो तिमी पनि जानियो साथी तिमी त मेरो क्लोज फ्रेन्ड यार कम्पिटिटर उनो कम्पिटिटर डिफेन्डिङ च्याम्पियन भन्छ होइन डिफेन्डिङ च्याम्पियन तिम्रो भनाइ के छ मास्टर्स लेभल हाम्रो सकिँदै गर्दाखेरि आज अन्तिम दिनमा हामी म सुस्मितालाई सबैभन्दा धेरै मिस गर्छु तिमीहरू त सँगै हुन्छ होला त जति बेलै घरै कहाँ छ अरे तिमीलाई सम्झिन्छु उनो खेल्ने बेलामा अरू बेला सम्झिनु हो त्यो अटो चिया खाने बेला त्यो चिया जा हेऱ्यो नि तिमीलाई सम्झिन्छु होइन अरू बेला पनि सम्झिनु हुन्छ कि सर्टकट देख्ने होला चाहिँ त्यो तिमीलाई याद गर्ने होला अटो देख्ने बेला आउँछ जस्तै अनि त्यो के अरे तिमीहरूको के अरे हाइकिङ प्लान जतिखेर बनाएको त्यो होला अनि अरू के छ अनि त्यो थकाली पढाइको कुरा मिस हुन्छ कि हुँदैन हुँदैन ल ठिक छ ल आफ्नो गराउ न के छ त अनि के छ हाम्रो टपर बोयको खबर ठिक छ अब मास्टर्स नभन्नु न मास्टर्स पनि सक्यो होइन अब फर्स्ट सेमेस्टरमा यसले केटाले गरी खाँदैन भनेर एनक्यू लगाइदिएका थिए एनक्यूदेखि फोर्थ सेमेस्टरसम्मको यात्रा आज तय गर्दै गर्दाखेरि बिचमा धेरै चुनौतीहरू पनि आए त्यो हिसाबले रमाइलो भयो सकिन्छ होला अब म्याम पनि आइपुग्नु पठाएको रहेछ त के गर्नु चलिरहेको छ
मेरो झोला नलैजा मेरो झोला नलैजा यसमा धेरै चिजहरू छ नलैजा तपाईँको जसरी चेप्नु न फेरि दिन्न नकिन मेरो धरमधरा कि करमधरामा हालिदिनु फेरि पढ्नु छ भनेर भन्नुभएको अहिले 5-6 महिना जस्तो सिर्जन धेरै भावुक बहन अनि एकदम धेरै इमोसनल बहन कुरा गर त फिनिसमा 20 वर्षमा नर्सिङ के छ ठिकठाक फाइनली मास्टर्स डन अलमोस्ट क्लास अलमोस्ट डन अझ थिसिस बाँकी नै छ रोइदिउँ जस्तो लाग्यो आँखाभरि आँसु देखिरहेको छु म फाइनली सक्यो आज लास्ट डे तर आई मिस यु अब दिदी भोलि के गर्ने हो कि काम के गर्ने भन्नुभएको छ कि अब कस्तो काम एउटा बाना थियो नि त मास्टर्स पढ्नु जानुपर्छ पढिरहेको छु भन्ने थियो अब त बानै सक्यो त है अब घरबाट कसरी हिँड्ने छु किन नयाँ काम थोरै मात्रामा 0.03% कन्सन्ट्रेसन लेभल भएको डिएससीको कन्सन्ट्रेसन लेभल भयो भने यो एकदम नगन्य मात्रामा कुनै खालको सिम्पटमहरू देखाउँदैन त्यसै गरेर सबजना अब पालै पालो क्लासबाट निस्किने क्रम जारी छ म सबैलाई पालै पालो एक एक शब्द बोल्नको लागि आग्रह गर्छु दिदी आउनुभयो दिदी दिदीसँग अहिले बोलाउँला आज मैले भिडियो बनाइरहेको छु लास्ट डे भएको हुनाले तपाईँलाई अब के भन्न मन छ हाम्रो मास्टर्स 2 वर्षको आज थ्योरिटिकल क्लास सकिँदैछ के छ तर दुःख सुख गरेर भन्यो भने सिधाएँ है घर अफिस कलेज गरेर पनि आज एकदमै मेहनती गरेर सिधाएँ कुनै दिन पनि मलाई गाह्रो भयो भनिनँ होला मैले है तर सकाएँ फाइनली अब प्री बोर्ड हुन्छ बोर्ड हुन्छ सक्यो तर एकदमै रमाइलो अभिजितलाई एकदम थ्याङ्क यू हेल्प गर्यो एउटा रिलेसन बन्यो दिदी आउनु तपाईँ पनि भाइ पाएको छु त्यही हो थ्याङ्क यू सो मच ओके धन्यवाद मैले नराम्रो के गरेको रहेछु भने चाहिँ माफी माफ क्षमा माग्न चाहन्छु क्षमा तर लाइफमा एउटा भाइ थपेको छ इनोसेन्ट सो नाइस सो लोयल ट्यालेन्टेड नि भन्दिनु ट्यालेन्टेड त हाम्रो ट्यु टपर हो होइन उसँग एकदम यो हाइलाइटमा हाल्नुपर्छ थम्बनेलमा अनि त्यसपछि अहिलेको जमानामा यतिको केटा चाहिँ मान्छेले पाउँदैन है व्रत बसेर पाइँदैन है अनि केही नछुने है मान्छे पाउँदैन अनि एकदम हेल्पफुल यो मेरो तारिफवाला भ्लग भन्दा पनि आज मास्टर सकेको वाला थियो होइन ठिक छ सानिमासँग त बिहान कुराकानी भइसकेको छ ल ठिक छ ल ओके बाई बाई जाने बेलामा केही छ भन्नु केही छैन खै के भन्नु मलाई त अचम्म लागिरहेको छ त क्लास सक्यो भन्ने जस्तो पनि लाग्यो खै कचाड 2 वर्ष गयो अचम्म लाग्छ 2 वर्ष नि बढी आइयो है कलेज आउनु त तर कसरी 2 वर्ष गयो भन्ने भइरहेछ सकेछ क्लास ठिक छ ल फाइनल डे ल मास्टर्स आजबाट सकियो के भन्नु छ तिमीलाई मलाई एकदम रुन मन लागिरहेछ है अब यस्तो राम्रो यस्तो काहीँ नपाउने साथीहरूसँग छुट्टिनु पर्छ काहीँ नभएका साथीहरूलाई म धेरै बोल्न सक्दिनँ म भिडियो बनाएर पठाउँछु ए ल म एकदम इमोसनल भिडियो बनाएर पठाएको नम्बर आउँदैन है फेरि अब यो मास्टरमा चाहिँ अब मैले धेरै राम्रो साथीहरू पाएँ जसमध्ये एउटा अजित न्यौपाने पनि हो होइन उसँग चाहिँ म एकदमै धेरै कम्फर्टेबल नचाह्यो मलाई पहिलोचोटि यो मान्छेले स्टेजमा नचाह्यो धेरै नयाँ कुराहरू भयो एक्सपिरियन्स गरियो त्यसको लागि धेरै धन्यवाद मेन भनेको मलाई एकदम धेरै कम्फर्टेबल फिल गरायो त्यसको लागि धेरै धन्यवाद अनि त्यसपछि मास्टर सकेकोमा केही भनिदिनु न दिदी 2 शब्द थ्याङ्क यू सो मच आवर टपर ब्रदर अभिजित हामीहरूको यो 2 वर्ष एकदमै रमाइलो भयो इट वाज भेरी फन यु आर भेरी काइन्ड एन्ड जेन्टल एन्ड आई बिलिभ द्याट यसपछि पनि हाम्रो कहिलेकाहीँ भेटघाट भइरहेको छ हामी एउटै फिल्डमा भएपछि भेट भइहाल्छ दिदी अरू एउटा कुरा फ्युचरमा अभिजितसँग कहीँ हाइकिङ गएको छैन त डेफिनेटली भन्नु ट्रेकिङै जाम्ला दिदी मेरो चाहिँ धेरै कुरा छ होइन अभिजितसँग गर्न बाँकी भनेको पानीपुरी कम्पिटिसनै बाँकी छ अर्को भनेको मुस्ताङ अर्को भनेको लद्दाख अनि त्यसपछि ढोल पाटन अनि त्यसपछि के खानेकुराहरू पनि बाँकी छ होइन टु बी कन्टिन्यू ओके धन्यवाद ओके हाम्रो मास्टर सकिँदै गर्दाखेरि हाम्रो प्राप्तिजी मसँग हुनुहुन्छ के भन्नु छ तिमीलाई ल भन फाइनल्ली हो दुःख लागेको छैन 1% पनि दुःख लागेको छैन 1% पनि छैन फाइनल्ली सक्यो हो ठिक छ
ओके ओके हाम्रो मास्टर्सको लास्ट डेमा आज रुबेनजी मसँग हुनुहुन्छ कस्तो भयो तपाईँको दुई वर्षको यात्रा 2 वर्ष ओभरअलमा भन्नुपर्दाखेरि चाहिँ 2 वर्ष एकदम मेमोरेबल भयो धेरै नयाँ साथीहरू बन्ने अब सुरुमा खासै के एक्सपेक्टेसन खासै थिएन के हुन्छ कस्तो हुन्छ को भेटिन्छ भनेर ओपन माइन्डसँग आएको थिएँ तर बिस्तारै जाँदाखेरि धेरै साथीहरू भेटिए धेरै साथीहरूलाई चिनिए कोही छुट्नु पनि भयो फर्स्ट सेमिस्टरमै तर ओभरअलमा चाहिँ एकदमै रमाइलो भयो अनि ज्ञानी बनाऊ एकदमै बनाऊ सबैजना खतरा दानी मान्छे ज्ञानी बनाऊ सबै बनाऊ पढेको यहाँको बन्दरिया शिक्षा प्राप्तिपछि जिन्दगीमा केही राम्रो काम गरौँ अनि राम्रो एक्टिङ गर्छ मनिषा त एक्टर हो नि नाटकी हो ल मन्जुजी के भन्नु छ तिमीलाई एउटा म आज हाम्रो लास्ट डे हो म जानुभन्दा चाहिँ जस्ट हाम्रो अभिजित सर चाहिँ एकदमै राम्रो हेल्पफुल मान्छे फन लभिङ एडभेन्चरस अनि एकदम उहाँ जस्तो मान्छेलाई चाहिँ संसारमा भेट्न अनिवार्य सपोर्ट गरिराख्नु होला भन्नु लाइक सेयर एन्ड सब्स्क्राइब मन्जुजी मास्टर्सको अब आजको अन्तिम क्लास हाम्रो के भन्नु छ तिमीलाई दुःख लागिरहेछ मान्छे मलाई अलविदा भन्न झन् एकदम लागिरहेछ तिमी त एकदम गुड मान्छे टोपी ल्याइदिएँ मैले टोपी ल्याइदिएको मलाई पछि न अब चाहिँ त्यस्तो पऱ्यो त हेल्प गर न भन्दा गर्छ तिमीले आइनु त एकदम खुसी लाग्यो ओके धन्यवाद धेरै धेरै ओके त्यही हो साथीहरू हामी सबैजना साथीहरूमा अब आज मास्टर्सको अन्तिम दिनको भिडियो सुट छायाङ्कन पनि सकिसकेको छ अन्तिमचोटि मार्क्स लगाइछु म कलेजमा अन्तिमचोटि हेरौँ एक्जाममा पनि लाउँछ होला सो थ्योरी क्लास सकेको छ हाम्रो क्लासरुमलाई पनि बाई बाई खास हाम्रो क्लासरुम चाहिँ माथि थियो तर यही क्लासरुममा पनि बाई बाई अनि हामी फेरि भेट्दै गर्छौँ हाइक छ हाम्रो ढोरपाटन छ सबै कुराहरू बाँकी नै छ भेट्दै गर्छौँ भन्दै हामी यहाँबाट यो क्लासरुमबाट बिदा हुन चाहन्छौँ म लगायत रशिषजी र मनिषाजी बाई बाई सी यू म अहिले तलतिर खाजा खाने ठाउँमा नि खिच्छु नेक्स्ट भ्लगमा भेटौँ ओके नेक्स्ट भ्लग चाहिँ हाम्रो ढोरपाटन अथवा कतै हाइकिङको हुन्छ है त बाई बाई सो गाइस यसरी क्लासरुमबाट बाहिर निस्किँदैछु म त्यहाँ तल हाम्रो फोटोको कार्यक्रम हुनेवाला छ साथीहरूले बोलाइरहनु भएको छ जम्मा हुँदै हुनुहुन्छ सबैजना हामी क्विक फोटो सेसनमा इन्भल्भ हुन्छौँ म्यामसँग गएर म कुदेर गइहालेँ सक्यो हाम्रो फोटोसुटको कार्यक्रम पनि सक्यो बाई 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 सबैजनालाई बाई बाई रुनु होला सबैजना बाई 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 अलविदा त नभन न बाई किन कोही छ बाई भन्नु बाँकी बाई एमफिलमा भेटौँला एमफिल म गर्दिनँ ल च्याहान्जाम अब च्याहान्जाम हाम्रो ब्याकग्राउन्डमा त्रिभुवन विश्वविद्यालय हो सो गाइज यो सँगै अब हाम्रो सबै सरहरूसँग फोटो सेसनको कार्यक्रम पनि सकिसक्यो साथीभाइहरूसँग फोटोसोटो खिच्ने काम पनि सकिसक्यो साथीभाइहरूको रिभ्यू लिने काम पनि सकिसक्यो आज पायलको मेरो ज्याकेट एउटै छ तर मेरोमा खल्ती रहेछ यार महँगो छ मेरो अलिकति मेरो पनि महँगो हो कि होइन मेरो खल्ती रिभ्यू लिने काम पनि सकिसक्यो हामीले आफ्नो सुपरभाइजरसँग लगाइदिएको यो फोटो खिचेनौँ तर हाम्रो सुपरभाइजर सरसँग हामी थेसिस बुझाएको दिन खिच्ने नि सुपरभाइजर सरसँग फोटो खिचेनौँ सँगै त तिमीले अगाडि बुझाउँछ यार होइन म अगाडि बुझाउँदिनँ त्यस्तो छ अवस्था फोटो खिच्नलाई मैले मेरो सुपरभाइजरसँग फोटो खिचेँ हाम्रो सुपरभाइजरलाई छुट्टै हालिदिनु हुन्थ्यो फेरि यो फोटो हाल्ने काम पनि अहिले त नगरौँ भन्ने भए यो सेमेस्टर हुन्छ होइन फोटो किन त्यही हो अब केही कसैलाई केही थप्नु छ भने थपौँ नत्र बाई बाई गरिदिउँ हामी अब हामी चिया खान जान्छौँ होइन क्यु मिस गरिन्छ यहाँको थ्योरी मिस गरिन्छ थ्योरी क्लास होइन यताउति मलाई मैले चाहिँ रसिसको त्यो दुबुरेको खुर्र दौडेको मिस भयो मलाई चाहिँ किन ज्ञान अलिक कम भएको जस्तो फिल भइरहेको थ्योरी नपुगे जस्तो होइन तर अब क्लास छैन यो विडम्बना हाम्रो टपरहरूको लागि ज्ञान कम हुन्छ हाम्रो लागि रियल क्लासरुम चाहिँ माथि हो म्याम हुनुहुन्छ म्याम हात हल्लाइदिनु न यस्तो भिडियोलाई हाम्रो रियल क्लासरुम चाहिँ यहाँ माथि थियो हाम्रो क्लासरुम चाहिँ उता सरेको हो अहिले अनि त्यसपछि यही हो अब यो फेरिलाई हामीले मिस गर्छौँ पछि गएर उर्ला दिदी हाई भनिदिनु न हाम्रो आज लास्ट डे हो नि क्लासको
त्यही भएर हामी भिडियो खिच्दै हिँडेका छौँ मिस यु मिस त हामी आउँछौँ आउँ त तर अब हामी पढ्ने गरी विद्यार्थी भएर त्यही हो देखाइदिएको कुर्ला दिदीको चिया पनि मिस हुन्छ हामीलाई सही हो त्यही हो कुराकानी ओके त्यो सँगै अब चाहिँ ल खिचेर आएँ मैले क्लास अब अफ्ना चाहिँ होइन कहिले सकिन्छ भन्ने भइरहेको थियो नि त तर जब एन्डिङ आयो तब चाहिँ 1-2 दिन अझै धेरै भयो हुन्थ्यो भन्ने लागिरहेको छ त एक्जाम एक्जाम छ त एक्जाम भन्नुमा त कोहीहरू आयो कि हुँदैन त्यही हो अझै 1-2 दिन अझै भयो हुन्थ्यो भन्ने त्यही हो यो कुरामा चाहिँ अब एक्जाम पछि पनि हेलो आई गरेर राख्नु पर्यो भन्ने कुरा हो होइन इग्नोर गर्नु भएन होइन इग्नोर गर्नु भयो मलाई भने हो यो चाहिँ पर्सनल्ली ठिक छ म इग्नोर गर्दिनँ कसैलाई पनि ल गाइज बाई बाई घन्टी बज्यो सबैले भन्दै आउनु लाइक सेयर सब्सक्राइब के भन्नु लाइक सेयर सब्सक्राइब गरिदिनु होला उहाँको च्यानललाई 20 देखि 25 भ्यू पुग्दैन 20 जना त मेरै साथीहरू छन् कसैले हेर्दा रहेछन् भन्ने थाहा पाउँछु मैले होइन उसले मन्जु यहाँ छेउमा आएपछि भ्लग उज्यालो मन्जु छेउमा आएपछि भ्लग उज्यालो हुँदो रहेछ है अलिक टाढा जाऊ त यो लाइट घट्छ होला भने ल गाइज त्यही हो सबैजनाले भिडियो अन्तिमसम्म हेर्नु लाइक सेयर सब्सक्राइब कमेन्ट सबै गर्नु अनि हाम्रो क्लासलाई एकदम धेरै माया गर्नु है त बाई 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 भ्लगलाई लाइक सेयर सब्सक्राइब गरिदिनु होला भनिदिनु त दाइ अझै सकिएन यिनले भन्दैनन् यिनी मेरो कम्पिटिटर हो नि त ओके बाई बाई गाइज सी यू